हेलो गाइज, फेरि पनि हजुरहरूलाई मेरो अर्को भिडियोमा स्वागत छ। तपाईँहरूको माझमा एउटा नयाँ अनि विशेष भिडियो लिएर आइसकेको छु। भिडियोको अन्तिमसम्म हेरेर साथ दिनुहोला। एकदमै रमाइलो कुराहरू छ यो भिडियोमा। यो चाहिँ विशेष नयाँ सालको भिडियो हो, जहाँ चाहिँ हामीहरू मकवानपुरको मान्डु भन्ने ठाउँमा गएर चाहिँ न्यू इयर सेलिब्रेट गरेका थियौँ। एकदमै रमाइलो हुनेवालो छ। भिडियोको अन्तिमसम्म हेर्नुहोला है। कसको सरकार हो यादव सरकार हेलो हेलो एभ्रीबडी आई मिस यु। यहाँ राजन भाइको राल चुहिएर अघिदेखि चाटी त हाल्यो भाइले। हेलो एभ्रीबडी वान मिस यु अल गाइज। सो एभ्रिथिङ अलवेज एन्ड खाउ नीड मेकिङ दिस अलिकति निकाल्दा राम्रो पानी आउनुहोस् भिडियोको अगाडि चाहिँ म तपाईँहरूलाई मेरो गएको वर्ष चाहिँ कस्तो रह्यो केही कुराहरू चाहिँ सेयर गर्न चाहन्छु है। गएको वर्ष चाहिँ मेरो लागि एकदमै सिकाइ र अनुभवले भरेको वर्ष चाहिँ रह्यो। कति अनुभवहरू चाहिँ एकदमै मिठा थिए भने कति अनुभवहरू चाहिँ एकदमै तिता पनि थिए। धेरै नयाँ मानिसहरूसँग चाहिँ मैले भेट्ने अवसर पाएँ, विभिन्न ठाउँहरूमा जाने मौका पनि मैले पाएँ। यी सबै कुराहरूको लागि चाहिँ म मेरो परमेश्वरलाई हृदयदेखि नै धन्यवाद चाहिँ दिन चाहन्छु, किनभने हरेक परिस्थितिमा प्रभु चाहिँ सधैँ मेरो साथमा चाहिँ रहनुभयो। उहाँको उपस्थितिले मलाई बल, धैर्य र आशा चाहिँ दिनुभयो। त्यसैले म आज आफूलाई मात्र होइन, हजुरहरूलाई पनि आउने नयाँ सालको लागि चाहिँ उत्साह गर्न चाहन्छु है। जस्तो सुकै परिस्थिति आए पनि परमेश्वरलाई धन्यवाद दिन नबिर्सनुहोस्। उहाँमा चाहिँ भरोसा राख्नुहोस् होइन। उहाँमा भरोसा राख्न कहिले पनि नछोड्नुहोस्। उहाँमा आशा राख्न कहिले पनि नबिर्सिनुहोस्, किनभने हाम्रो परमेश्वर चाहिँ वास्ता गर्ने परमेश्वर हुनुहुन्छ। उहाँमा चाहिँ असम्भव भन्ने केही पनि छैन कि। हाम्रो परमेश्वरमा चाहिँ सम्पूर्ण कुराहरू चाहिँ सम्भव छ। अनि जसरी यो गएको वर्षमा चाहिँ प्रभुले मलाई हरेक कुरामा चाहिँ सहायता गर्नुभयो, त्यसरी नै यो आउने नयाँ सालमा पनि प्रभुले हजुरहरूलाई सहायता गर्नुहुनेछ। अनि प्रभुमा कहिले पनि निराशा छैन। उहाँले सधैँ हाम्रो आवाजलाई सुन्नुहुन्छ। आफ्ना सबै परिस्थितिहरू परमेश्वरमा राख्नुहोस्। परमेश्वरले हजुरहरूलाई सहायता गर्नुहुनेछ। हजुरहरूको हरेक कुराहरू उहाँ जान्नुहुन्छ। आउने नयाँ सालको लागि यही उत्साह चाहिँ म आफूलाई साथै हजुर सबैजनालाई पनि दिन चाहन्छु। तपाईँहरू भिडियोमा देखि नै रहनु भएको छ। त्यसपछि हामीले थुप्रो रमाइलो त्यहाँनिर गऱ्यौँ, भजनहरू गायौँ, गीतहरू गायौँ, नाच्यौँ पनि। सबै कुराहरूद्वारा चाहिँ हामीले त्यो घडीमा परमेश्वरलाई धन्यवाद चढायौँ। एकदमै रमाइलो भयो। अनि हजुरहरूलाई यो भिडियो मन परेमा मेरो च्यानललाई सब्सक्राइब गरेर सहायता गर्नुहोला, कमेन्ट गर्नुहोला, भिडियोलाई सेयर गरिदिनुहोला र यस्तै अरू भिडियोहरूको लागि साइडमा रहेको बेल आइकनलाई पनि थिच्न सक्नुहुनेछ। अनि फेरि पनि अर्को भिडियोमा भेटौँला। यस्तै एकदमै राम्रो राम्रो भिडियोहरू लिएर म आगामी दिनहरूमा तपाईँको माझमा उपस्थित हुने नै छु। फेरि पनि सबैजनालाई राम्रोसँग बस्नुहोला भन्दै यो भिडियोदेखि बिदा चाहन्छु। हस्त हुन्छ सबैजनालाई। बाई बाई।